सारमा रहेको लभिङ होम भन्ने एउटा संस्थाले लभिजङ कार्यक्रम अन्तर्गत हामी गोदावरी नगरपालिका वडा नम्बर 4 चाहिँ यो विपदको घडीमा कोरोना महामारी विश्वभर फैलिएको कोरोना महामारीको यो विपदको महासङ्कटको बेलामा यहाँको जनताहरूलाई काम गरी खाने एउटा चेलादारी काम गरी खाने यहाँका श्रमिक वर्गहरूलाई केही समयको यो लकडाउनको अवधिमा आपद विपदलाई सहयोग गर्नलाई यो केही चामलहरू सहयोग गरिदिनु भएकोमा हाम्रो गोदावरी नगरपालिका वडा नम्बर 4 को तर्फबाट म व्यक्तिगत मेरो अध्यक्षको तर्फबाट हाम्रो उहाँलाई धेरै धेरै धन्यवाद र लभिङ होमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र फेरि पनि सहयोगको अपेक्षा र आशा पनि गर्छु। धन्यवाद। यो हाम्रो जीवन आज कि भोलि बितेर गइजाने नयाँ बस्तीमा छौँ र यहाँनिर चाहिँ भनौँ न यो नेपाल अहिले जुन प्रकारले नेपालमा पनि यो कोरोना महामारीको अवस्था छ र पुरै देश नै लकडाउनको अवस्थामा छ र लकडाउन भएको पनि अब लगभग 1 महिना हुन लाग्यो। गत महिनाको 11 गतेदेखि लकडाउन भयो, आज 8 गते भनेपछि लगभग 27-28 दिन भयो लकडाउन सुरु भएको नेपालमा। र यो लकडाउनको कारणले गर्दा नेपालमा जोहरू अब ज्यामी काम गरेर दुःख सुख गुजारा गर्ने व्यक्तिहरू त्यस्तै गरेर रोगी पीडितहरूलाई चाहिँ निकै समस्या परिरहेको अवस्था छ। यही अवस्थामा हामीले चाहिँ भनौँ न यो जो लभिजम यहाँ लोगो जो देखिराखेको छ यो परिवार लभिजम परिवारले चाहिँ हामीले जसरी 72 सालको भूकम्पमा आपद विपदमा परेकोहरूलाई सहयोग हामीले गऱ्यौँ त्यसरी नै अहिले यो लकडाउनको अवस्थामा सकेको सहयोग गर्दै हामी हिँडिरहेका छौँ। त्यही क्रममा हामी अहिले यहाँ आइपुगेका छौँ र यहाँ चाहिँ हामीलाई भनौँ न 17 परिवार अथवा 17 जनाको नाम हामीलाई यहाँ प्राप्त भएको छ। उहाँहरूको पुरानो घर चाहिँ कसैको ओखलढुङ्गा रहेछ, कसैको होइन उता के अरे हेटौँडा, कसैको मकवानपुर रामेछाप हामी देखिरहेका छौँ। धेरै जस्तो रोगी बिरामी अशक्तहरू हुनुहुन्छ। त्यो यो दुःखको घडीमा हामी चाहिँ एउटा भनौँ न थोरै भए पनि सकेको सहयोग गरौँ भनेर यो दुःख बाँड्नुको लागि हामी आएको छौँ। हजुरहरूलाई जान्नलाई हामी सबै हाम्रो पीडित परिवारहरूले धन्यवाद, किनकि हजुरहरूले पनि हाम्रो मार्गहरू बुझिदिनु भयो। अनि पहिला पनि उहाँहरूलाई कतैबाट पनि न त वडाबाट केही पाउनु भयो, उहाँहरूको नागरिकता छैन। अब उहाँ वडामा त नागरिकतादेखि लिएर लाल पूर्जा धरिसकेर चाहिने अरे हामीले त्यो उपलब्ध गर्न सकेनौँ। त्यसैले मैले हजुरहरूलाई पहल गरेँ, हजुरहरूले मेरो पहललाई सुनिदिनु भयो, त्यसमा धेरै धेरै धन्यवाद हजुरहरूलाई, हजुरहरूको लभिजम परिवारलाई। अब उहाँहरूले त हजुरहरूले दुःख गरेर यतिसम्म ल्याइदिनु भयो। अब हामी यसलाई नै बाँडफाँड गरेर उहाँहरूलाई सबैलाई बुझाइदिनेछु। हजुरहरूले सबैलाई धन्यवाद। मेरो नाम सुरवीर तामाङ हो, म केटी पेसेन्ट छु। हजुरहरूको लागि हजुरहरूले यस्तो सहयोग गर्नुभएकोमा त हजुरहरूलाई धेरै धेरै धन्यवाद। हामी धेरै वडा कार्यालयहरूमा गयौँ, हामी यस्तो हामी सकिनौँ। बिरामीहरू चाहिँ कस्तो कस्तो हुनुहुन्छ, कस्तो छ सर? बिमारीहरू छ जस्तै प्यारालाइसिस, कुनै जस्तै अपङ्ग, अनि त्यस्तै अब कुनैको प्रायः सबै मैले पीडित मात्रै देख्छु अहिलेको लागि चाहिँ। आज चाहिँ दोलखा जिल्ला हो। अब के गर्नु, अब आज यत्रो दिन भइसक्यो लकडाउन भएको, आज गरिदिनु भयो, धेरै धेरै धन्यवाद छ। उहाँहरू आमा दाइहरू सानो नानीको आमाहरू हुनुहुन्छ। वडाको लागि यहाँ उहाँहरू त हिँड्नु सक्नुहुन्न, एक त उहाँहरूको नागरिकता पनि छैन साथमा। अनि एक ठाउँमा यहाँ 6 नम्बर वार्डमा गएको, अनि कतिपयले त फर्म भरेकोहरूले पनि पाउनु भएको छैन। नानीको आमाहरू लाइन पनि बस्न सक्दैन, उहाँहरूको लागि कुनै व्यवस्थाहरू भएन। त्यहाँ नागरिकता घरबेटीको नम्बर के अरे नागरिकताको फोटोकपी सबै डिटेल चाहिने रहेछ, तर कतिपयले त जुटाउनु पनि सकिँदैन यो अवस्थामा। साह्रो गाह्रोहरू पर्यो होइन। हामी अहिले यो नेपालभरि नै अरू ठाउँमा पनि हामी यसरी गइरहेका छौँ। जुन यो राहत ल्याएको छौँ हामी दुःख सुख हामी बस्दै गरौँ, पछि पनि हामीलाई समस्या पर्यो केही पर्यो भनेदेखि हामी होइन सर हामी कन्ट्याक्टमा आउनुपर्छ, हामी सम्पर्कमा आउँ है। दीपक महर्जन ठेगाना बाग्लुङबाट अहिले बसा चाहिँ यहीँ परेछ। ए के काम पो गर्छु भन्नुहुन्थ्यो सर? होटलमा अहिले बन्द छ। ए हजुर।
अनि यो अब राहतको लागि भनौँ न सरहरूले यताउता प्रयासहरू कसो के गर्नुभएको थियो? प्रयास गरेको अनि नदीको हुनाले वडामा भनेको होइन वडा नदीको हुनाले। कति नम्बर वार्ड छ? 32 काठमाडौँ महानगरपालिका वार्ड नम्बर 32। कहीँबाट पाउनु भएको छैन? हजुर हुन्छ सर हस् हुन्छ। यो अब यो अलिकति हामीले के गर्न सक्छौँ यो 15 किलो चामल हुन्छ अनि यो तेल है अरू केही साह्रो गाह्रो पऱ्यो केही पऱ्यो भनेदेखि नम्बर छँदैछ हामी कन्ट्याक्ट गरौँ है सर। हजुर हुन्छ। मेरो नाम रविन्द्र साई अनि मेरो घर चाहिँ अब सुदूरपश्चिम जुम्ला। हजुरहरूले के गर्नुहुन्थ्यो? हजुर यहाँ पहिलेदेखि अब त्यस्तै अब प्रहरी चौकीमा पनि 2-4 पटक अब फर्म भरेँ मैले होइन। प्रहरी चौकीमा मिलेन अनि वडापालिका त्यस्तै हो राहतको लागि। हजुर ए हजुर पहिला चाहिँ त्यो ज्यानै काम गरेर उयो गर्नुहुन्थ्यो हजुरहरूको खानापिना हुन्थ्यो। अहिले चाहिँ त्यो कामहरू किन भयो? काम छैन बन्द भइरहेको हाम्रो काम छैन। अब त्यही आखिरमा काम पनि अब बन्द भइहाल्यो कहिले खोल्ने ठेगान छैन। अनि त्यही भएर लगभग के छ भने अब बिहान बेलुकै खानु धौधौ छ अनि लास्टै गाह्रो भयो। धेरै ठाउँमा हामीले अब कल गऱ्यो सम्पर्क गऱ्यो आएन। कहिले देशी दिएछ भन्छ घरि के दिएछ भन्छ। अनि रासन पटक्कै छैन हजुर? रासनहरू भन्ने कुरा खै वडाबाट पनि आएन। अब लगभग अब हामी आखिरमा त्यत्तिकै अब काम गरेर खाने मान्छे अब काम सबै बन्द भयो। वडाले चाहिँ के भन्यो? वडाले त अब त्यो तपाईँको के छ भने अहिले राहत अहिले तत्कालको लागि सिद्धिया छ अरे। अरू फाल्तु राहतको लागि अब अरू वडातिर सम्पर्क गर्नु भने कता हो के हो। आखिर हामी बस्ने वडा नम्बर 16 बालाजु। अब हाम्रो अब के छ भने अब गएको उहाँ सिद्धिया छ भनेर पठायो। अब अरू ठाउँमै सम्पर्क गर्नु अरे। कहाँ सम्पर्क गर्नु अहिले महामारीको बेला हामी छैन अहिले भनेर पनि पठाइदियो। हजुर हजुर प्रहरीमा पनि बुझ्नुभयो? 100मा फोन गरेर जा भन्यो रात दिन जाले भने वडामा गयो पाइन्न। अब चौकीमा गयो भने नि आखिरमा फर्म भरेर त्यत्तिकै राखेको छ खै कुनै खबरै आएन। आज पाउनु भएकोमा त खुसी नै हुनुहुन्छ होला नि? म धेरै खुसी लाग्छ रात पाएको हुनाले। हजुर हुन्छ आउनुहोस् अहिले के मास्क लगाउनु हामीले सहयोग गर्नुभयो धन्यवाद। 2 हात जोडेर अब हामी अब के भन्न चाहन्छु। हजुर हुन्छ। अरू त्यस्तो के सम्पर्क म सम्पर्क गर्छु। हजुरको नम्बर मसँग छ। फेरि आखिरमा अहिले अप्ठ्यारो पऱ्यो भने सरले सहयोग गर्नु पऱ्यो हामीलाई। नमस्कार सम्पर्क गर्नुहोस् न। नमस्कार। मन्दिरमा गएर पाप धुइने भए दुनियाँमा पापी को हुन्थ्यो र। मन्दिरमा गएर पाप धुइने भए दुनियाँमा पापी को हुन्थ्यो र। सोचे जस्तै हुने भए जस्तै यहाँ भए संसारमा किन यस्तो हुन्थ्यो र। संसारमा किन यस्तो हुन्थ्यो र।
पनि आत्मा धुनी पानी छैन गङ्गामा गए पनि आत्मा धुनी पानी छैन जसको जीवन हेरे पनि पाप नगरेको कहानी छैन पाप पुण्य ख्याल भए असल कर्म रोजौँ पाप पुण्य ख्याल भए असल कर्म रोजौँ सेवा नै हो साँचो धर्म आजैदेखि सोचौँ सेवा नै हो साँचो धर्म आजैदेखि सोचौँ मन्दिरमा गएर पाप धुइने भए आज विश्व नै कोरोना महामारीको कारणले गर्दाखेरि सङ्कटग्रस्त छ जसरी मान्छेहरू सरल तरिकाले बाँचेका थिए आज बाँच्ने मान्छेहरूको जीवनशैली अत्यन्तै कष्टकर बनेको छ यो अवस्थामा आज भनौँ न प्रेमवाद दर्शनले पनि हिजो जसरी विगतको दिनमा भूकम्प जाँदाखेरि गुरु हजुरको नेतृत्वमा उहाँको गाइडलाइनमा पीडितहरूलाई समस्यामा परेकाहरूलाई पहिलो चरणमा उद्धार गर्ने त्यस पछाडि उहाँहरूलाई केही न केही आफूले सकेको भनौँ न सहयोगहरू जुटाएर राहतहरू वितरण गर्ने त्यस पछाडि राहतपछिको तेस्रो फेजमा पुनर्स्थापनाको लागि उहाँहरूलाई अस्थायी किसिमको बासको प्रबन्धहरू मिलाउने कार्यहरू जति पनि नेपालभित्र विभिन्न जिल्लाहरूमा अति प्रभावित जिल्लाहरूमा सबै ठाउँमा पुगेर साथ सहयोग गर्ने सेवा गर्ने कामहरू भएको थियो त्यस्तै आज जुन प्रकारको सङ्कट विश्वमा परिरहेको छ र नेपालमा पनि जुन प्रकारको सङ्कट खडा भएको छ यो सङ्कटको घडीमा समस्यामा परेकाहरूलाई सेवा कार्य गर्नको लागि स्वयं गुरु हजुरको नेतृत्वमा उहाँको गाइडलाइनमा उहाँको लिडरसिपमा चाहिँ अहिले सेवा पुर्याउने कार्यहरू भइराखेको छ र यो अवस्थामा हामीले दुई पक्षलाई नै एक त प्राणी जगतलाई पनि हामीले सेवाको कामहरू अगाडि बढाइरहेका छौँ त्यस्तै गरेर हामीले मानवीय साथ सहयोग र मानवीय सेवाको कार्यहरूलाई पनि हामीले अगाडि बढाइराखेका छौँ यसरी हामी खट्ने क्रममा गुरु हजुरको नेतृत्वमा हामी प्राय जस्तो रातभरि दिनभरि हामी खटिरहेका हुन्छौँ राति पनि छिटो भनेको पनि लगभग 12 भन्दा ढिलै बज्छ र नर्मली हामी 1-2 बजेसम्म हामी खटिरहेका हुन्छौँ र दिनमा हामी कहाँ पुगिरहेका हुन्छौँ मानवीय साथ सहयोगहरू गर्नको निम्ति मानवहरूलाई उद्धार गर्नको लागि होस् अथवा उहाँहरूलाई केही न केही सेवा पुर्याउनको लागि र जब बेलुकाको समय हुन्छ एनिमलहरूलाई खाना बाँड्नको लागि हामी यसरी हिँडिरहेका छौँ र यसरी हिँड्ने क्रममा हामीले विशेष गरेर मानवीय सहयोगको कुरा गर्दाखेरि काठमाडौँ उपत्यका अलिक बढी हाम्रो फोकस छ किनभने यो काठमाडौँ उपत्यकाभित्र विभिन्न नेपालको 77 जिल्लाहरूबाट आएर बसोबास गर्ने मान्छेहरूको सङ्ख्या अत्यन्तै ज्यादा हुन्छ र जब लकडाउन भएपछि उहाँहरू आफ्नो घर जान सक्नु भएको छैन यहाँ भाडामा बस्नु भएको छ उहाँहरूको कामहरू हिजो जो गर्नुहुन्थ्यो विभिन्न ज्याला मजदुरी गर्नुहुन्थ्यो विभिन्न ठाउँमा कामहरू गर्नुहुन्थ्यो त्यो सबै कुराहरू टुटेको छ त्यो कारणले उहाँहरूको कुनै पनि साथमा न पैसा छ न खानको लागि हिजो भएको खानेकुराहरू पनि सबै सकिएको अवस्था छ पैसा कहीँबाट पठाउँ अथवा कहीँबाट पैसा लिउँ भन्दाखेरि पैसाको भनौँ न ब्याङ्कहरू बन्द छ आइमी अर्थात् जुन कुनै पनि मनी रेमिटहरू सबै बन्द भएको कारणले गर्दा ठुलो सङ्कटमा उहाँहरू हुनुहुन्छ र गभर्मेन्टले एक प्रकारले प्रयास त गरिराखेको छ उहाँहरूले रात बाँड्ने कामहरू सकेको आफूले केही त प्रयास छ तर त्यो प्रयास भनेको बालुवा पानी जस्तै भइरहेको अहिलेको अवस्था छ किनभने राहत दिँदा जब केन्द्र सरकारले तल्लो तहमा जाँदा जब वडा लेभलसम्म पुग्छ वडा सरकारको तहमा जाने हो भने जब वडाले राहत दिँदा उनीहरूले एउटा मापदण्ड छ उहाँहरूले त्यहाँको त्यो वडाको अथवा त्यहाँको उहाँहरू बासिन्दा हुनुपर्छ
उहाँहरूको घर हुनुपर्छ, उहाँहरूको चाहिँ केही जग्गाको पूर्जाहरू हुनुपर्छ, तर डेरा भाडामा बस्ने कोठा भाडामा बस्नेहरूको त त्यो केही पनि हुँदैन। जब त्यो नभइसकिसके पछाडि उहाँहरूलाई फर्मको आह्वान गरिन्छ, जो पीडितहरू हुन्छ फर्म भर्नुहोस्, फर्म खुलाइन्छ, फर्म भरिन्छ, तर उहाँहरू समक्ष त्यो कुराको जानकारी आउँदैन। जानकारी उहाँहरू सोध्दै जानुहुन्छ, बुझ्दै सम्बन्धित वडा सरकारी निकायमा पुग्नुहुन्छ, तर उहाँहरूकोसँग जब त्यो आधार हुँदैन, आधार नभइसकिसकेपछि उहाँहरूलाई राहत वितरण गरिँदैन। तर यो अवस्था भनेको, यो समय भनेको त नागरिकता हुने मात्रै बाँच्नुपर्छ, घर हुने मात्रै बाँच्नुपर्छ, जसको चाहिँ लाभ पूर्जा छ, धनी पूर्जा छ, उहाँहरूको मात्रै जीवन हो भन्ने त कदापि होइन नि। हामी सबै मानव हो, हामी सबै बाँच्नुपर्छ, जसको लागि जो चाहिँ त्यो मापदण्डभन्दा बाहेक रहनु भएको छ त्यस्तो व्यक्तिहरू आज काठमाडौँभित्र हजारौँको सङ्ख्यामा छन्, लाखौँको सङ्ख्यामा छन्। ती ज्याला मजदुरी गर्ने मजदुरहरू किन नहोस्, रोगी पीडितहरू किन नहोस्, असहायहरू किन नहोस्। त्यति मात्रै नभएर कतिपय विद्यार्थीहरू जुन उच्च शिक्षाको लागि विशेष केन्द्र भनेको यही काठमाडौँलाई मानिन्छ र यही काठमाडौँभित्र त्यसरी उच्च शिक्षाको लागि नेपालको विभिन्न जिल्लाहरूबाट 77 जिल्लाबाट आएका विद्यार्थीहरू आज भोकै बस्नु परेको अवस्था छ। उहाँहरूलाई सरकारी निकाय वडामा जाँदा, नगरपालिकामा जाँदाखेरि उहाँहरूलाई दिने खाद्यान्न सहयोग अर्थात् उहाँहरूलाई दिने सपोर्ट भनेको उहाँहरू ती वडाहरूमा हुँदैन, ती नगरपालिकामा हुँदैन, किनभने उहाँहरूको शीर्षकमा, विद्यार्थीहरूको शीर्षकमा त्यहाँनिर खर्च गर्यो भने त्यहाँनिर चाहिँ बेरोजु भनेर त्यहाँ हिसाब निक्लिन्छ। त्यो भएपछि उहाँहरूलाई गभर्मेन्ट लेभलको त्यहाँ उहाँहरूलाई साथ सहयोग नमिल्दा उहाँहरू आज छटपटाइरहेको अवस्था हामीले पाएका छौँ। यसर्थ हाम्रो राहत भनेको विशेष गरेर उहाँहरू फोकस रहेको छ। र आज ठिक नेपालमा पनि आज भनेको 77 सालको वैशाख 11 गते हो, तर लकडाउन स्टार्ट भएको भनेको 76 सालको चैतको 11 गतेदेखि स्टार्ट भएको गर्दा आज ठ्याक्क 1 महिना भएको छ। 1 महिनाको अवधिमा ती व्यक्तिहरू कसरी बाँचिरहेका छन् त त्यो हामीले महसुस गरेका छौँ, हामीले भेटेका छौँ, हामीले देखेका छौँ। जोहरूलाई हामीले यसरी राहतहरू लिएर गुरु हजुरको लिडरसिपमा, उहाँको गाइडलाइनमा होइन, उहाँको म्यानेजमेन्ट सबै कुराहरू उहाँको लिडरसिपमा जसरी हामी उहाँहरू त्यो जो पीडितहरू समस्यामा परेकाहरू समक्ष गयौँ, उहाँहरूको ढोकासम्म पुग्यौँ, उहाँहरूको आवाज हाम्रो कानमा पऱ्यो, हामी प्रत्यक्ष उहाँहरूसँग जब साक्षात्कार गऱ्यौँ त्यो हामीले महसुस गऱ्यौँ। त्यो कारणले हामीले यो लकडाउन स्टार्ट भएको केही दिन पछाडिदेखि नै राहतहरू बाँड्न सुरु गऱ्यौँ र लगभग हामी 27-28 दिन भयो आज निरन्तर नै हामी राहतहरू बाँड्ने क्रममा छौँ। यसरी राहत बाँड्दा हामीले कतिपय ठाउँमा वडाहरूसँग पनि हामीले सहकार्यहरू गरेका छौँ र वडा कार्यालयहरूलाई नै पनि हामीले चामलहरू लगेर लगायत हामीले राहत सामग्रीहरू उपलब्ध गराएर वडालाई नै पनि हामीले हस्तान्तरण गरेका छौँ। कतिपय ठाउँमा हामीले वडाहरूलाई जानकारी गराएर उहाँहरूको डाटाहरू हामीले बुझेर उहाँहरूसँग सम्पर्क गरेर हामीले उपलब्ध गराएका छौँ भने कतिपय ठाउँमा हामी नै पनि पीडितहरूको घर दैलोसम्म हामी पुगेका छौँ। किनभने यो लकडाउनको समय हो, यति बेला पीडितहरू खानु पाएको हुँदैन, तर उनीहरू रोडमा निक्लिन सक्दैन, बाहिर सडकमा निक्लिन सक्दैन, किनभने लकडाउन छ, प्रहरीहरूले उहाँहरूलाई निक्लिन दिँदैन। त्यो उहाँहरू भोकै छटपटाएर कोठाभित्र बसेर फोन गरिराख्नु भएको हुन्छ। त्यो कारणले हामीले नै स्वयं राहतहरू बोकेर उहाँहरूको दैलोसम्म हामी यसरी पुगिराखेका छौँ। र यसरी पुग्ने क्रम भनेको हामीले काठमाडौँ उपत्यकाभित्र विभिन्न ठाउँमा स्वयम्भू एरिया किन नहोस्, हामीले यो नखीपोट एरियातिर किन नहोस्, हामीले चाहिँ यता गोदावरी नगरपालिकाहरूतिर किन नहोस्, त्यति मात्र नभएर कोटेश्वर, त्यस्तै गरेर हामीले गोकर्णेश्वर, त्यस्तै गरेर हामीले गौशाला, त्यस्तै गरेर हामीले यो काठमाडौँ भेलीभित्रको थुप्रै हामीले वडाहरूमा, नगरपालिकाहरूमा भनौँ न वडा कार्यालयहरू समक्ष पुगेका छौँ र गाउँ टोल त्यस्तोमा हामी पुगेका छौँ र उहाँहरूलाई यसरी राहत वितरण गरेका छौँ। र यो सँगसँगै हामीले अस्तिको दिन मात्रै भर्खर त्रिभुवन युनिभर्सिटी, जुन युनिभर्सिटी चाहिँ नेपालको सबैभन्दा ठुलो युनिभर्सिटी हो, यो यहीँ कीर्तिपुरमा अवस्थित छ, त्यहाँ रहेका विद्यार्थीहरू जो हजारौँको सङ्ख्यामा विद्यार्थीहरू छन्, सो विद्यार्थीहरूलाई भनौँ न राहत अभाव भएको कुरा हामीले विभिन्न अनलाइनहरूबाट न्युजहरूबाट हामीले थाहा पायौँ। त्यस पछाडि गुरु हजुरकै नेतृत्वमा हामीले त्यहाँको विद्यार्थीहरूको लागि भनेर राहत सामग्री हामीले लिएर गयौँ र वितरण हामीले त्यहाँ पनि गरेका छौँ। र त्यो सँगसँगै हामीले मैले अझ अघि भने हामीले यसरी मान्छेहरूलाई राहत सामग्री वितरण गर्ने सँगसँगै त्यति मात्रै नभएर हामीले पशु प्राणीहरूलाई पनि दिनरात राहत वितरणको कार्यमा हामी खटिराखेका छौँ र जसको नेतृत्व गुरु हजुरले गर्नुभएको छ। एनिमलहरूलाई हामीले विशेष गरेर मङ्कीहरूलाई खाना खुवाउने कामहरू गरिरहेका छौँ। मङ्कीहरू पशुपति क्षेत्रको किन नहोस्, त्यस्तै गरेर हामीले
स्वयम्भू क्षेत्रको मङ्कीहरूलाई हामीले यसरी खानाहरू खाइरहेका छौँ डेली। त्यस पछाडि हामीले माछाहरूलाई पनि खानाहरू हामीले चारोहरू लगिरहेका छौँ। र यो काठमाडौँ भेलीभित्रको भनौँ न माछा रहने ठाउँ रहेको पोखरी भनेको चाहिँ चोभार टौदह छ। त्यहाँ हामी प्रायः जस्तो डेली जस्तै नै हामी गएर खाना चारो माछाहरूलाई खुवाइरहेका हुन्छौँ। त्यस पछाडि हामीले परेवाहरूलाई हामी चारो खुवाइरहेका हुन्छौँ बौद्धतिर गएर। त्यस्तै गरेर नारायण थान एरियातिरको परेवाहरूलाई हामी खाना खुवाइरहेका छौँ भने डगहरूलाई चाहिँ लगभग यो काठमाडौँ भेलीभित्र नै स्वयं गुरु हजुरको प्लानिङमा उहाँहरूको लिडरसिपमा चाहिँ हामीले यो 3वटा जिल्ला काठमाडौँ भक्तपुर ललितपुर हामी परिचालित भएका छौँ। र यो भेलीभित्रको अरू अन्य यात्रीहरू जो हुनुहुन्छ यात्रीहरू सक्रिय रूपमा सबैले आफ्नो एरियाकोलाई कभर गरेर हरेक दिन खाना खुवाउने काम हुन्छ। र स्वयं हामी गुरुहरूको नेतृत्वमा हामी चाहिँ रातिको समयमा विशेष गरेर लगभग हामी 8 बजे बेलुका 7 बजे कहिले 6 बजे निक्लिन्छौँ। जब हामी निक्लिन्छौँ निक्लेपछि हामी फर्किने टाइम भनेको छिट्टो भनेको पनि 12 बजेपछि हुन्छ, 1 बजिरहेको हुन्छ, कहिले 2 बजिरहेको हुन्छ, 2:30 पनि बजिरहेको हुन्छ। र त्यस पछाडि हामी सबै त्यो चारोहरू खाएर खानाहरू खाइसकेर हामी जब अफिसमा फर्किन्छौँ, अफिसमा फर्किसकेपछि पनि हामी कतिपय हामी कार्यकर्ताहरू हामी आराम गर्छौँ। तर गुरुहरू फेरि कतिपय 2 बजिसके पछाडि पनि अझै प्लस खानाहरू लिएर निक्लिनुहुन्छ एनिमलहरूको सेवाको लागि। हामी यसरी अवरात्र गुरुहरूको गाइडलाइनमा उहाँको निर्देशनअनुसार यसरी खटिरहेका छौँ। र यो काठमाडौँ भेलीभित्र मात्रै नभएर नेपालको अन्य जिल्लाहरू जस्तै पश्चिमको जिल्लाहरू कास्की लगायतको जिल्लाहरू, त्यस्तै गरेर पूर्वतिर उदयपुर, झापा, मोरङ, सुनसरी लगायत पूर्वतिरको धेरै जिल्लाहरूमा पनि त्यस्तै एनिमलहरूलाई सर्भिस गर्ने कुराहरू, एनिमललाई सेवा गर्ने कामहरू भइराखेको छ। यो कुरा हामी जानकारीमा प्रत्यक्ष लिइराखेका छौँ। मलाई लाग्छ आज नेपालभित्र मात्रै नभएर नेपालभन्दा बाहिर अरू कन्ट्रीहरूमा पनि सायद यात्रीहरूले कति सेवा आफ्नो ठाउँमा गरिराख्नु भएकै छ होला। र यहाँहरूले सकेको सेवा गर्नुहोस् भनेर पनि हामी हजुरहरूलाई अनुरोध गर्न चाहन्छौँ। हुन चाहिँ यति बेलाको समय भनेको सेवा गर्छु म भनेर एउटा समूहमा निक्लिने अवस्था छैन। म ओपनली काहीँ गएर ल म खुल्ला तरिकाले हिँड्छु अथवा कसैलाई साथी माग्छु, हामी ग्रुपमा निस्किन्छौँ भनेर खुल्ला तरिकाले प्लानिङ गर्ने अवस्था छैन। त्यस बेला हामीलाई 2टा चुनौती छ। एउटा कुरा भनेको सबैभन्दा पहिलो भनेको आफू भनौँ यो महामारीबाट बच्नको लागि अर्थात् यो भाइरसबाट बच्नको लागि हामी आफू पहिलो नम्बरमा सेफ हुनु छ। र जब आफू सेफ हुनु नै फेरि अर्को व्यक्तिलाई सेफ राख्नु हो। त्यो कारणले पहिलो हाम्रो लागि चुनौती भनेको आफू सेफ रहेर अरूलाई सेफ राख्ने चुनौती छ। यो चुनौतीलाई हामीले सामना पहिलो नम्बरमा गर्नुपर्छ। र फेरि यति बेला घडीमा हामी सेफ रहने भनेर हामी फेरि घरभित्रै मात्रै बसिराख्यौँ भने त्यस्तो दुखी पीडितहरूलाई, रोगीहरूलाई, असहायहरूलाई, जो बिरामीहरू हुनुहुन्छ जसले खाना पाउनु भएको छैन, खानाको अभावमा छटपटिराख्नु भएको छ, उहाँहरूलाई फेरि कसले खाना खुवाउने। त्यस्तै गरेर एनिमलहरू आज सडक पेटीहरूमा, आज गल्लीहरूमा त्यत्तिकै कुकुरहरू कति भौतारिरहेको डगहरू हामीले भेटिरहेका छौँ। कति रुँदै बसिरहेको हामीले उनीहरूको आँखाबाट आँसु झरिरहेको पनि हामीले देखेका छौँ। कुनैको डगहरूको पेट 2वटापट्टिको यस्तो यो छालाको भागहरू एक आपसमा यसरी जोडिएको हामीले देखिरहेका छौँ। एउटै एनिमलले अर्थात् एउटा डगले 7 प्लेट 8 प्लेटसम्म खाना खाएको पनि छ। त्यसरी भोकले छटपटेर बसेको एनिमलहरूलाई, मानवहरूलाई पनि फेरि हामीले सेवा गर्नु पनि हाम्रो दायित्व छ। त्यसर्थ यो 2टै चुनौतीलाई एकदमै हामीले यति बेलाको घडीमा आत्मसात गर्नुपर्ने अवस्था छ। आफू एकदम फेरि सतर्क रहेर हामी आफै फेरि सेफ रहेर यो कार्यहरू पनि गर्नुपर्नेछ। र यो चुनौतीहरूलाई पनि हामी यसरी नै पार गरौँ। र नेपालदेखि बाहिर अरू देशमा पनि जो यात्रीहरू हुनुहुन्छ हामीले सकेको सहयोग, सकेको सेवा, आफू सुरक्षित भएर आफू सेफ भएर सकेको सेवा पुर्याउनको लागि हामी सधैँ अग्रसर हौँ भनेर पनि म अनुरोध गर्छु। गुरु हजुरको वास्तवमा उहाँको दर्शनको मर्म, दर्शनको निचोड नै वास्तवमा जो सेवा हो, जो हामीले सेवा भावमा यात्री भएपछि हामीले सेवा भावमा पक्कै पनि जिउनुपर्छ। त्यही कुरा आज हामीलाई गुरु हजुरले थ्योरिटिकल रूपमा पनि सिकाइराख्नु भएको छ, भनिराख्नु भएको छ। र स्वयं उहाँ यस्तो जब मानवीय सङ्कटहरू आइपर्छ, यस्तो किसिमको ठुलो एउटा महामारी महाविपदहरू आइपर्छ, त्यसको स्वयं उहाँ आफैले नेतृत्व गरेर, उहाँ स्वयं आफैले फिल्डमा गएर आफैले यसको चाहिँ गाइड गरेर नेतृत्व गरेर उहाँले
उहाँले भूमिका निर्वाह गरिराख्नु भएको हामीले देखिरहेका छौँ। उहाँबाट हामीले त्यो प्रेरणा लिएर हामी पनि त्यसरी अगाडि बढ्नुपर्छ भनेर पनि म हजुरहरूलाई अनुरोध गर्न चाहन्छु। र जो आज रोगी पीडितहरू हुनुहुन्छ यो कोरोना महामारीमा पर्नुभएको छ अर्थात् कोरोनाको कारणले गर्दा सङ्क्रमित हुनुभएको छ, हामी कोही पनि हिम्मत नहारौँ। पक्कै पनि यसलाई हाम्रो लागि एउटा यो ठुलो चुनौती, आज यो मानव सभ्यताकै एउटा ठुलो चुनौती हो। यो मलाई लाग्छ यो जब कोरोना महामारी एक प्रकारले यो संसारबाट भनौँ न हट्छ अथवा कोरोना महामारी माथि जब मानवहरूले एक प्रकारको विजय प्राप्त गर्छ, यो कोरोना महामारीबाट जब मानवहरू संसारको मानवहरू मुक्त हुन्छ, यसले चाहिँ एउटा मानवीय सभ्यतालाई नै एउटा चेन्ज ल्याइदिन्छ। मलाई चाहिँ त्यस्तो लाग्छ। किनभने यसले एक प्रकारले हिजो हामी कसरी जिउँदैथ्यौँ, हामीले कसरी बाँच्दै थियौँ, हामीले आफूलाई के सोचेका थियौँ, के सम्झेका थियौँ होइन, हाम्रो एउटा जिउने शैली जीवनशैलीहरू हाम्रो के थियो, हाम्रो चिन्तनहरू कस्तो किसिमको थियो, त्यसमा पक्कै पनि अहिले केही न केही हामीलाई त्यसले एउटा चुनौती दिएको छ, एउटा हामीलाई केही न केही पाठ सिकाएको छ। त्यो कारणले यो कोरोना एउटा महामारी भनेको मानव सभ्यताकै एउटा ठुलो एउटा भनौँ न चेन्ज ल्याउने एउटा कारक बनेको छ यो। त्यो कारणले गर्दा हामी ढिलो होस् चाँडो होस् पक्कै पनि यो कोरोना महामारीबाट लाई विजय गर्नु छ, योबाट हामी मुक्त हुनु छ र सँगसँगै कोरोना महामारीबाट पनि हामी सुरक्षित भएर यहाँबाट पनि हामी बाँच्नु छ र सँगसँगै कोरोना महामारीको नाममा हामी भनौँ न घरभित्र जसरी बस्नु परेको अवस्था छ, भोकै पनि हामी कोही मर्नु हुँदैन। भोकै न कुनै एनिमल मरेको होस् न कुनै मानव, हामी एनिमल पनि सबै बाँच्नुपर्छ। त्यस्तै गरेर हामी सबै मानवहरू भोकको कारण मर्नु हुँदैन, भोकको कारण पनि हामी भोकलाई भनौँ न सबैले हामीले बाँडेर समस्याहरू बाँडेर हामी बाँच्नुपर्छ र यो रोगबाट पनि हामी विजय प्राप्त गर्नुपर्छ भन्ने म अनुरोध गर्दै फेरि पनि अन्त्यमा गुरु हजुरको नेतृत्वमा गुरु हजुरको गाइडलाइनमा जुन यो एउटा सेवाको कार्य भइराखेको छ, यसमा हाम्रो आफ्नो सकेको सहयोग हामी आफ्नो ठाउँबाट पनि गरौँ भनेर म हजुरहरूलाई पनि विनम्र अनुरोध गर्न चाहन्छु। स्याउन जय प्रेम। बलिया कमजोर सबको मंगल हो। निर्दोष प्राणी को हिला फेरि कहिले नहोस्, निर्दोष प्राणी को हिला फेरि कहिले नहोस्। पशु पंछी सबलाई माया गरियोस्, जीवन उनको हरि खुशी न मानियोस्। सारा संसारको मङ्गलमय होस्, सारा संसारको मङ्गलमय होस्।
मान्छे बीचको घृणा फेरि कहिले नहोस् मान्छे बीचको घृणा फेरि कहिले निर्धाहरूलाई कहिले नहेपियोस् वृद्धनाथहरूले रुनु नपरोस् सबको जीवनमा मुस्कान छाओस् सबको जीवनमा मुस्कान छाओस्